यो माथिको तस्बिरमा देखिरहनु भएको छ, यो हो पागल जनावर। यसलाई खुलेआम नेपालमा छोडिएको छ। एउटा त्यो पदमा बसिसकेको गृहमन्त्री, उप प्रधानमन्त्री, होम मिनिस्टर, त्यस्तो सम्माननीय व्यक्तिको तस्बिरमा जुत्ता हान्ने, चप्पल हान्ने, थुक्ने गरेको छ। यस्ता मान्छेलाई टुडी खेलमा झुन्डाएर नाकको डाँडी भाँच्ने होइन, खुलेआम गोली हान्नुपर्छ। अहिले बाहिरको देशको कानुन हेर्नुभएको छ। कोही मान्छे सरकारको खिलाफ जान सक्छ, 24 घण्टाभित्रमा त्यसलाई झुन्डाइदिन्छ। हो त्यस्तै नेपालमा कानुन बन्नुपर्छ। अनि सरकारको खिलाफ जान पनि एउटा जहाँसम्म संविधानमा लेखेको छ त्यहाँसम्म हो क्या बोल्न पाइने भनेको। यो अति भयो, थुकेको छ, चप्पल हानेको छ। यस्ता जनावरले धेरैको नोक्सान गर्न सक्छन्। त्यही भएर यस्ता जनावरलाई खुलेआम झुन्डाउनुपर्छ। अनि उप प्रधानमन्त्री, गृहमन्त्री रवि लामिछाने सरलाई पनि म के भन्छु भने, तपाईँ अब पूर्व पत्रकार रहनु भएन तपाईँ। अब तपाईँ नेता हुनुभयो। अब नेताले गर्ने काम सिधा औँलाले घिउ ननिक्लेपछि अलिकति बङ्गाउन पनि जान्नुपर्छ। हो त्यो नेताले गर्नुपर्छ। त्यो नेताको स्वाभाविक काम नै हो। फेरि हो यस्ता मान्छेहरूलाई ब्याकग्राउन्डमा अलिकति बाघ पनि पालेर राख्नुहोस्।